हेलो गाइस वेलकम टु आवर ब्लग। अब हाम्रो चाहिँ यहाँनिर के बन्दैछ त भन्दाखेरि मासु काटिँदैछ। चिकन चाउमिन बन्दैछ। यसलाई चाहिँ हामी यहाँ राख्दैछौँ। सेभ गर्दैछु। धनिया सकियो एउटा सिनो थियो मैले लिएर आएको पाको बेलामा। हामी त्यहाँ आउनु पनि पऱ्यो नि त हाम्रो अब रेसिपी। सुरुमा तपाईँहरूले हाल्नुपर्ने हुन्छ तेल 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 थोरै बेसार। यो चाहिँ मेरो रेसिपी है गाइस। यो चाहिँ ला मैले मेन कुरा बिर्सेछु नि त आज। के कुरा अझै न लिएर आउने माटबाट लिएर आउँदा मासु भुटेर राम्रो नभए ल भगवान्ले पनि मान्दै खान्छ म नि खान्छु भनेर। त्यहाँदेखि मिठो लियो कुन सुन्यो आएको ठोकिन्छ। नुन हाल्छौँ थोरै। नुनको बट्टा र चिनीको बट्टामा तपाईँहरू कन्फ्युज नहुनु होला। अनि now this is the pepper. Okay. अहिले चाहिँ रहेको कुरा अब हामी चाहिँ आधीमा पकाउँदै हामी अजिना नभएको कारणले गर्दा अजिना लिनको लागि फ्यामिली मार्टतर्फ प्रस्थान गर्दैछौँ। ए हामी फ्यामिली मार्ट त होइन त नि 7-Eleven-तर्फ प्रस्थान गर्दैछौँ। कहाँ फ्यामिली मार्ट चाहिँ अब 7-Eleven नहुँदैन अजिना के गर्ने मैले खोजेको वाला चाहिँ हुँदैन। के गर्ने अब हामी दोधारमा पऱ्यौँ गाइस। हामी बिच बाटोमा छौँ। फ्यामिली मार्ट जाने कि 7-Eleven जाने भोलि काम नभएको कारणले हामी फ्यामिली मार्ट जाने निर्णय गऱ्यौँ। 1 बजे हामी अब 5-6 मिनेट 1 त अघि बजेको कान्छी 2 बज्न रातिको 2 बज्न आँटेको छ। म यहाँ आउँदा 1 बजेको होला। अनि रातिको 2 बजी हामी बिच बाटोमा यसरी हिँड्दैछौँ। तपाईँहरू पनि आफ्नो मायालु जोडीसँग यति राति नै हिँड्न सक्नुहुन्छ। तर त्यसको लागि दुईजनाकै भोलि छुट्टी हुनुपर्ने हुन्छ। दाइजिनाको त दाइ नै अब यो चाहिँ फेरि मैले यस्तै भेन्डिङमा हुनु नि सबै चाहिएको कुराहरू यस्तै भेन्डिङमा हुनु नि भन्न खोजेको हुनु नि त हुँदैन के गर्नु गाइस। गाह्रो छ। ठिक छ हामीलाई झिलिमिली छ त राति नै भए पनि झिलिमिली छ झिलिमिली जिल्ला अजिना मिल्ला कि नमिल्ला मिल्ला मिल्ला झिलिमिली अब तपाईँहरूलाई हामी गीतबाट पनि मनोरञ्जन दिन सक्छौँ। आएका हामी देउसिरे खेल्न देउसिरे भट्याउँदै भन मेरा बुढा भन्दिनँ देउसिरे भन्नु न भन्दिनँ किन भन त्यहाँ तिहारै आएको छैन नि तिहारै गयो। अब हामी चाहिँ बाटोमा जाने क्रममा यहाँनिर चाहिँ बाटो बनाउँदै रहेछन्। राति 2 बजी पनि यहाँनिर चाहिँ काम हुँदैछ होइन। अब यहाँनिर रातिको 2 बजी धमाधम बाटो बनाउने काम भइरहेको छ। यहाँ हेर्नुहोस् कि के बनाएको कान्छी ए उयो वाल हो र रेलिङ थिएन नि त अनि अगाडि रेलिङ थियो है पहिल्यैबाट। त्यसैले अहिले चाहिँ यहाँ बाटोको मर्मत कार्य भइरहेको छ अनि हामीहरूलाई हिँड्नको लागि यता बाटो बनाइदिएको छ। अनि यिनीहरू नाइट सिफ्ट हो। कति पैसा हुन्छ पनि यिनीहरूको वर्किङ लगाएको हुँदाखेरि चाहिँ खासै हुँदैन बाइतोको चाहिँ धेरै हुन्छ। फाइनली हामी यहाँ आइपुगेको छौँ। मलाई मेरो आधी टाउको दुख्दैन।
त्यस्तै छ घर गएर सम्झेर ला मैले आज रेजिन बन्दै गरिनँ भनेर सोच्यो अरे अनि सोच्दा के गर्नु कसो न फर्किउँ कि भनेर बाहिर निस्किन आँटेको थियो अरे ए साँच्ची आज त पावित्र पछि त त्यसले पो रेजी बन्द गर्छ भनेर अनि फेरि म घरभित्र पसेँ मलाई त्यस्तो भयो भन्दै सुनाउने फाइनली गाइस यो चाहिँ हाम्रो खोला हो हामी चाहिँ अजिना किन्नको लागि यत्रो लामो यात्रा तय गरेर जाँदैछौँ होइन लगभग अब हामी हाम्रो गन्तव्यमा पुग्न लागेका छौँ कस्तो हुन्छ भने नुनसँग मिक्स भएको सलादहरू टाइपकोसँग क्रिमी टाइपसँग मिक्स भएको मात्रै पाउँछ कि अनि फ्यामिली मार्टमा चाहिँ राम्रो एकदम एकुरेटवाला त्यसैले तपाईँहरू पनि अजिना किन्दाखेरि जहिले पनि रेड कलरको बिर्को भएको कि त सुपामा पाउँछ ठुल्ठुलो अब हामी अहिले राति सुपा जान सक्दैनौँ त्यही भएर हामी फ्यामिली मेट जाँदैछौँ गाइजहरू मैले अघि माथि उसको सुपामा पनि खोजेको थिएँ खोज्न चाहिँ तर पाएन खाना भाषामा आई डोन्ट नो मैले धेरै बेर खोज्नु आज कि अस्ति 3000 को चामल सस्तो भयो भनेर 5 किलोको टिटा ल्याएको होइन आज 2600 थियो चामल ल्याउनु पर्दैन नि त दुईटा फेरि अरू बेला चाहिँ थोरै नथोरै हुन्थ्यो होइन थोरै भएर सेल लागेको थियो आज त उरुङ माथिसम्म थियो भोलि हिँड्दै गर उठेर बिहान अनि हामीलाई यो महिना पुग्छ होला त चामल हुन्छ तर अर्को महिना ल्याउला तर त्यो देखेर चाहिँ जस्तो लाग्यो अनि मेरो साइकलमा आउँदैन पनि अब यहाँ भन्दै लड्न फाइनली गाइस हामी आइसक्यौँ हाम्रो फ्यामिली मार्टमा तपाईँहरूलाई म देखाउने छु हाम्रो फ्यामिली मार्ट मैले यो वाला फ्यामिली मार्टमा चाहिँ 2 वर्ष काम गरेको 2 वर्ष इज नट अ जोक है मैले 2 वर्ष भनेको पसल हो भित्र खिच्न पाइन्छ मेरो चाहिँ अब हामी खोज्दैछौँ अजिना हामीले खोजेको अजिना यो हो 426 रुपिस आमा महँगो रहेछ यति अजिनालाई 426 रुपियाँ अरे गाइस म भए त खाँदिनँ थिएँ तर के गर्नु अब स्वादको लागि भए पनि खानुपर्छ त्यसैले अब हामी आफै पैसा तिर्दैछौँ नखाने अहिले आइसक्रिम कुकुर के चाहियो नो पोइन्ट हाल्नै पर्छ पोइन्ट यसमा अनि अनि हाल्दा भएन त अब अन हुँदैन अघि सुरुमै ए ओके गाइस ठिक छ हामीले चाहिँ भ्लग बनाउने क्रममा पोइन्ट मिस गरेका छौँ 4 पोइन्ट आउँछ 4 पोइन्ट 2 आउँछ 2 पोइन्ट आउँछ ल खोलिरहेको त अझै अघि पनि खोलिरहेको थियो बन्द भएर खुल्छ हामीले चाहिँ यहाँ गन्तव्यमा पुगिगरी अजिना ल्याइसकेका छौँ अब त मुखतिर बनायो अब हामी तपाईँहरूलाई एकैचोटि रुम पुगे पछाडि देखाउनेछौँ फेरि हामीले यस्तो पारिसकेको छौँ र हामीलाई अब चाहिन्छ टमाटो यहाँ कुकिङ रेसिपीको मालिक सेफ अरे टमाटर काट्न आउँदैन सेफ फेरि सुसी काट्न भन्नु न म खतरा काटिदिन्छु नि फेरि यो पनि खतरै हो त उल्टी काटेर सेफ उयो खतरा भन्नुभएको यो हरियो चाहिँ अलिक पाक्दैन क्या त्यही भएर मैले ख्याल दिन्छु साथीहरू तपाईँहरू पनि हरियो पाक्दैन भने खालिदिनु होला ओह्रारो भएर बस्छ क्या ल भयो यति अब चिङ्गेन काट्नु पर्यो के अरे यसमा चिङ्गेन भन्छ जापानिजमा तर यो चाइनिज साग हो यो चाहिँ तपाईँहरूले त्यस्तै रामेनहरू खाँदाखेरि सुपहरू होइन
अनि चाउमिनहरू खाँदाखेरि हाल्नु पऱ्यो भने चाहिँ मिठो टेस्ट आउँछ है। अनि चाइनाबाट आएकोले गर्दाखेरि चिनगेन भएको छ यो इन्डियाबाट आएको थियो भने इन्डिया इन्डियन गेन हुन्थ्यो होला। इन्डिया गेन इन्डियन इन्डियन हुन्थ्यो नेपालबाट आएको थियो भने नेगेन हुन्थ्यो गाइस अहिले हाम्रो बेसिन चाहिँ एकदम फोहोर भएको अवस्था है। छैन यतिको सक्यो भाँडा मार्न मात्रै बाँकी हो ल गाइस सफा गर्ने बाँकी छ है हामीले। सो इग्नोर दिस। अनि पखाल्ने राम्ररी। त्यस्तो फोहोर त केही नै हुँदैन प्रायः अब के हो गमलामा रोपेको होला है मल्चिङ गरेर रोपेको होला कि। अनि अब यसलाई काट्ने यसलाई काट्दाखेरि चाहिँ तपाईँहरूले अलिक लामो लामो ठुल्ठुलो काटेको राम्रो भन्छु म चाहिँ। अब हामी हाल्दैछौँ 2टा खोर्सानी क्याप्सिकम गाइस यतिको जाँगर चाहिँ हुनुपर्छ। रातिको 1 बजी ड्युटीबाट आएर पनि उहाँले मिष्टान्न परिकार पकाएर मलाई खुवाउन आएको भएको छ। म प्रायः गइदियो खुवाउँछु है बेबी छुट्टी मिलेको दिन त। छुट्टी मिलेको दिन चाहिँ प्रायः हामी खाना खाँदैनौँ बाहिरी कुराहरू नै खान्छौँ। यो चाहिँ दाना हाल्यो भने चाहिँ राम्रो हुँदैन। यो रोपेको अब रुपाउँछ होला नि खोइ पता नि काट्ने हो। भुट्ने यसमै पकाउने त्यसो भाइ त्यही तेल छ त हाल्नु त्यो यसमै पकाउने भनेको नि यसमा भुटौँ अनि पछि अटेन भने भुटो चिनी पकाउनु लागि। ओके छ अब हामी अलिकति तेल थप्नेछौँ। अब तपाईँहरू फेरि अनहेल्दी के भनिदिनु आउनु होला मिठो लाग्छ भने खानु होला मिठो लाग्दैन भने नखानु होला भन्नु न। अब भेजिसहरू कति भयो नि मासु पनि छ हाम्रो मासु। खै अब हामी हाल्दैछौँ बन्दाकोपी क्याबेज हेर्नुहोस् तेल तात्यो नि लगभग। अब हामी हाल्दैछौँ बाङमा टमेटो अब टमाटर छिट्टै गोलोस् भनेर चाहिँ हामी थोरै नुन हाल्छौँ। अब टमाटर दिनभरि नै हालेको पनि त भइहाल्यो नि। यो क्याप्सिकम बेच्ने ठाउँमा के कलर भन्छ ग्रिन येलो ओरेन्ज रेड। अब टमाटर गल्दा ओर्दाखेरि चाहिँ सबै हाल्दा भयो नि सबै त नहाल्नु भोलि अचार खाना पनि लाग्छ। फ्राइड चिज खानु हुन्छ त्यही भएर म कराई रेडी गर्छु। तपाईँहरू यति
चना मटरलाई चाहिँ केही समयसम्म चलाइसके पछाडि के गर्नु पऱ्यो मलाई थाहा छैन ल, तपाईँहरूले हेर्नु होला, किनभने म चाहिँ क्यामेराम्यान मात्र हो, मलाई आउँदैन सिकाउनु। अब तपाईँहरूलाई चाहिँ भेजी झोलले काँचो काँचै खाले मनपर्छ भने चाहिँ सुरुमा चाउमिन भुटेर भेजी झाल्न पनि सक्नुहुन्छ। मलाई चाहिँ ठिकै ठिकै पाकेको मनपर्छ, त्यही भएर म चाहिँ फर्स्टमा भेजी झोल हाल्छु। अहिले टाइप खाँदैछ त आलु कराईमा सिट गरेको लाग्छ। हामीले अहिले एड गऱ्यौँ प्याज। अहिले चाहिँ हाम्रो फ्राई प्यान सानो भएर हामी कराईमा पहिला चाउमिन भुट्छौँ, अनि त्यस पछाडि यताको यता हाल्छौँ। नभए त्यो एउटैमा भुल्दा हुन्थ्यो। तपाईँहरूसँग चाहिँ ठुलो फ्राई प्यान छ भने चाहिँ यु क्यान युज यसमै हो या किसो तिनवटा लेन्छ होला कि हुन्छ होला। अब भेज पनि सबैले हुनु हो, आफ्नो मजाले नै खाएर हामी तयारी हुन्छ हाम्रो याक्सो भए। गाइज मेरो हात सफा छ है, तपाईँहरूले चाहिँ यो कस्तो हातले गरेको भन्नुहुन्छ होला। तपाईँहरूलाई चाहिँ अलिक कस्तो भने यो याकिसोबा बनाउँदाखेरि चाहिँ पानी तातो पानीमा तताएर यो छुट्याउँदा चाहिँ हुन्छ हुन चाहिँ, तर तपाईँले पानीमा हाल्नुभयो भने चाहिँ यो चाहिँ मजाले भुटिँदैन के। टक्क भएको नेपालको वाला पहिला चाउमिन परपर भुटेर त्यो चनामा कालो सस हालेर नेपालमा दिन्थेन होइन, त्यस्तो टाइपको हुँदैन क्या यो याकिसोबा। फेरि पानीमा उगर्नु भयो भने चाहिँ म चाहिँ एकदम यहाँनिर गरेर यो छुट्याउँदैछु। Shosho omachi kudasai. अब चाहिँ हामी यहाँ पहिला चाउमिन भुटौँ न चाहिँ यत्रो चाहिँ दुःख चाहिँ गर्नु पर्दैन गाइस, तर हाम्रो फ्राई प्यान सानो भएको अवस्था है साथीहरू। तपाईँहरू चाहिँ अलिक ठुलो भाँडामा पहिल्यै पकाउने कोसिस गर्नु होला, नभए अब हाम्रो जस्तै जुगाड गरि नै हुन्छ। अब यति भएपछि चाहिँ म हालिदिन्छु है गाइजहरू। धनिया अनि यो चाहिँ याकिसोबाको सस अनि अलिकति मलाई चाहिँ केचप हालेर फ्राई गर्नु लागि केचप। हाम्रो चाहिँ हामी थोरै ब्याटर बनाउँछौँ। खोइ चम्ची यो चाहिँ ससमा युज गरेको राम्रो होला है। हाम्रो चाउमिन भुट्यो है मजाले। अब अहिले अलिक तान्सिन आलु भएको यहाँ चाहिँ रेडी भइसकेको छ। अब हामी तपाईँलाई एकछिनमा प्लेटमा सजाएर देखाउनेछौँ। मासु हाल्ने हामी चाहिँ ठिक छ। धनिया, इसके बाद में आएगा धनिया, प्याज आएगा उसके ऊपर, इसके ऊपर भी प्याज आएगा,
फाइनली हाम्रो चाहिँ यहाँ तयार भइसकेको छ र त्यसको लागि चाहिन्छ कोक कोक बिना त फेरि होइन रुच्दैन कोक भयो अनि हाम्रो चाहिँ छ अब तयारी हुँदैछ हामी अब के हेर्छौँ भन्ने कुरो एकछिनमा थाहा हुन्छ खाँदै हेर्दै पिउँदै खाँदै हेर्दै पिउँदै खाँदै हेर्दै अहिले चाहिँ मेरो मुखमा पानी आइसकेको छ तर पनि म हेरिरहेको छु किनभने म कान्छीलाई पर्खिरहेको छु मुखमा पानी आइसकेको हुनाले कृपया आफ्नो आसनमा यथाशीघ्र आइदिनु हुन म यस रेसिपीका निर्माताज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु उहाँ आइसक्नु भएको छ अब उहाँले हाल्दै हुनुहुन्छ कोक थोरै थोरै हाल धेर नहाल मलाई त त्यति नै हाल्दा हुन्छ फुलेर हो क्या त्यस्तो देखिएको ए हो रहेछ हाल हाल अझै अरिगातो भएपछि हामी एकछिनमा थप्नेछौँ थप्नु त भइहाल्यो ल त्यो यो अड्याउने लिएर आउँछ कान्छी मोबाइलको त्यो फोन अड्याउने ओके अब हामी खाम थ्याङ्क यू सो मच अब हामी एक दुई ग्लास खाम अब हामी खानेछौँ ए फाइनली कस्तो भयो होला त रेडी भएको छ पहिला चाहिँ म चाहिँ कागज निचर्छु मेरो निचार्दिन न Oh my god. मिठो भयो What a wow चाउमिन is this? खै तिम्रो कागज Thank you. खै हात चाहिँ Do you wanna eat it? यसको रस धेरै आउने रह्यो नि निबु उयोवाला ल्याएको मैले भेटनामीको पसलबाट ओर्लेर ल्याएको यस्तो गरेर मेरो अनुहार त हेर्नुभयो होला कागज निचर्दाखेरि How much tasty is this? ओइसिरहेको ताकु सान टेस्टी बेस Itadakimasu. Itadakimasu. होला गाइस अब तपाईँहरूलाई खाएको चाहिँ के देखाउनु होइन हामी फेरि फेरि भेट्नेछौँ नेक्स्ट भ्लगमा अहिलेको लागि हामी के गरिदिउँ बन्द गरिदिउँ Bye bye.